सोच्नुस् त, लोकसेवा आयोगको परीक्षा, जहाँ हजारौंको भविष्य एउटै कोठा, एउटै प्रश्नपत्र र खासमा एउटै व्यक्तिको इमान्दारीमा टिकेको हुन्छ। हो, त्यो व्यक्ति हो केन्द्राध्यक्ष। तर परीक्षाको त्यो एक दिनमा उहाँको वास्तविक भूमिका, अधिकार अनि कर्तव्यहरू के हुन् त? ल आउनुस्, आज यही महत्त्वपूर्ण जिम्मेवारीभित्र पसेर हेरौँ। यो विषयलाई राम्ररी बुझ्न हामी केन्द्राध्यक्षको जिम्मेवारीलाई 5 वटा चरणमा बाँडेर हेर्नेछौँ। सुरुमा हामी उहाँको भूमिका र परीक्षा अघिको तयारीबारे कुरा गर्नेछौँ। त्यसपछि परीक्षा कसरी सञ्चालन र निरीक्षण हुन्छ अनि केही समस्या आइपरेमा त्यसको समाधान कसरी गरिन्छ भन्ने हेर्नेछौँ। र सबैभन्दा अन्तिममा उत्तर पुस्तिकालाई कसरी सुरक्षित गरिन्छ भन्ने बारे पनि हामी विस्तारमा चर्चा गर्नेछौँ। ल, त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट। केन्द्राध्यक्षको मुख्य काम, उहाँको आधारभूत मिसन चाहिँ के हो त? हेर्नुहोस्, केन्द्राध्यक्ष भनेको त्यो व्यक्ति हो जसमा आएर परीक्षाको सम्पूर्ण जिम्मेवारी ठोकिन्छ। उहाँसँग लिखित परीक्षालाई निष्पक्ष र सुरक्षित ढङ्गले सञ्चालन गर्ने अन्तिम अधिकार हुन्छ। यसको मतलब के हो भने हजारौं परीक्षार्थीको भविष्य उहाँको एउटा निर्णय र काममा निर्भर हुन्छ। कति ठूलो जिम्मेवारी, होइन त? तर प्रश्न उठ्छ, यति ठूलो जिम्मेवारी कसरी पूरा हुन्छ होला? यसको जग खासमा परीक्षा सुरु हुनुभन्दा घण्टौं अगाडि नै बस्न थालिसकेको हुन्छ। ल हेर्नुस्, परीक्षा सुरु हुनुभन्दा ठिक 1 घण्टा अगाडिदेखि नै केन्द्राध्यक्षको दौडधुप सुरु भइसक्छ। उहाँले सबैभन्दा पहिला त कर्मचारीहरूलाई कसले के काम गर्ने भनेर बाँडफाँड गर्नुहुन्छ। त्यसपछि सबैलाई आफ्नो परिचय पत्र लगाउन निर्देशन दिनुहुन्छ अनि निरीक्षकहरूलाई समयमै, मतलब परीक्षा सुरु हुनुभन्दा 30 मिनेट अगाडि नै उत्तर पुस्तिकासहित आफ्नो कोठामा पठाउनुहुन्छ। यी सबै कामले के गर्छ भने एउटा व्यवस्थित र एकदमै अनुशासित वातावरण बनाउँछ। अब आउँछ परीक्षा अघिको सबैभन्दा महत्त्वपूर्ण र तनावपूर्ण क्षण, जहाँ परीक्षाको सुरक्षाको सबैभन्दा ठूलो कडी लुकेको हुन्छ। परीक्षा सुरु हुनुभन्दा ठिक 20 मिनेट अगाडि एउटा एकदमै महत्त्वपूर्ण प्रक्रिया सुरु हुन्छ। उपकेन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, समन्वयकर्ता सबैजना साक्षीको रूपमा जम्मा हुनुहुन्छ अनि उहाँहरूकै अगाडि प्रश्नपत्रको सिलबन्दी खामको लाहाछाप राम्ररी जाँच गरिन्छ र त्यो छाप नबिग्रिने गरी एकदमै होशियारीपूर्वक खामलाई किनाराबाट खोलिन्छ। यो साक्षी राखेर गरिने प्रक्रियाले के सुनिश्चित गर्छ भने प्रश्नपत्र समयभन्दा 1 सेकेन्ड पनि अगाडि बाहिरिन पाउँदैन। सम्भावना शून्य। खाम खोलिसकेपछि पनि अर्को महत्त्वपूर्ण काम बाँकी नै हुन्छ। वस्तुगत प्रश्नपत्रको ए, बी, सी, डी सबै सेटलाई एकै ठाउँमा मिसाइन्छ अनि हरेक कोठामा कति परीक्षार्थी छन् ठिक त्यति नै सङ्ख्यामा गनेर प्रश्नपत्र छुट्याइन्छ र सहायक केन्द्राध्यक्षलाई जिम्मा लगाइन्छ। यो सबै गर्नुको पछाडि एउटा ठोस कारण छ। यसले गर्दा प्रश्नपत्रको सेटहरू अनियमित रूप